अब हामी चाहिँ मरि जाने अब मरि गएर यस्तो रमाइलो गर्ने त्यहाँनिर दाइहरू आउनु भएको छ होइन दाइहरूसँग अब यस्तो हल्का रमाइलो गरिदिने आउने ल माग्नु अनि हाम्रो दाइ चाहिँ गर्लफ्रेन्ड चाहियो जस्तो भए नै हुन्छ होइन म भन्दा प्रो भएपछि अनि मेरो गर्लफ्रेन्ड बन्दा हुन्छ है गाई जस्तो भए नै हुन्छ आँखा फुट्यो नि केही फरक पर्दैन हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग अनि मैले चाहिँ अहिले बिहान बिहान उठेर मतलब भिडियो बनाउनु सुरु गरिसकेँ होइन मतलब ऐने उठ्नु पनि उठ्नु त होइन मतलब बिहान बिहान जाडो थियो अनि त्यही भएर टुपी सोपी लगाएर पनि जाडो हावा त हल्का हल्का सिधै हालिन्छ छैन टुपी सोपी लगाएर बसेको कानमा हानेर खाने हावा होइन अहिले चाहिँ मतलब 9-10 बजिसक्यो होइन त्यही भएर अब चाहिँ आज चाहिँ घाम लगाएर जस्तो अरू दिन चाहिँ मतलब कति दिन भइसक्यो घाम नलागे होइन अनि आज चाहिँ घाम लगाएर जस्तो किनकि मतलब बाबा मौसम पनि खतरा भइरहेको छ मतलब मौसम पनि अलिक घाम लगाएर भइरहेको छ होइन त्यो खानासाना पनि खाइसकेर अनि बिहानै भिडियो बनाउनु लाग्यो फेरि जाडोले यस्तो ठ्याट उठ्न नसकेर अनि सुतेर अनि भर्खर उठेर होइन मतलब खानासाना खाएर सुतेर अनि भर्खर उठेर अब चाहिँ भ्लग बनाउनु सुरु गरेँ अनि अब चाहिँ म गाउनु जान्छु किनकि धेरै बेर भइसक्यो यो टोपी चाहिँ खोलिदिनु पऱ्यो भने बिर्सिन्छ यो टोपी खोलिदिनु पऱ्यो होइन किनकि अब मतलब गर्मी हुन लागिसक्यो क्या अनि मतलब घाम पनि चर्को हुन लागिसक्यो होइन अनि टोपी सोपी खोल्दै अनि अहिले चाहिँ टोपी खोलेर म मतलब दाउलिन कोही जान्छ कि भने माथि हेर्न कोही पनि नजाने दाउलिन्छ होइन अहिले दाउलिन जान्ला कहाँ पुग्ने भन्नु त ए तपाईँ पट्टि जान्छ होला फेरि अब यो बोक हिँडेको छ दाम्लोमा अनि मलाई मुढा ल्याउँछ अनि ए आन्टी सुन्नु होइन आन्टी रहेन मतलब आन्टी गइसकेको थियो जङ्ग होइन अनि त्यही माथि घाम लगाइरहेको छ अनि घाममा कोही जान्छ कि हेर्न गएको कोही पनि जानु नजाने रहेछ मतलब गइसकेको थिएन अब त्यहाँतिर सोधेको अरूलाई पनि अरू नजाने अनि अब यस्तो मतलब घाम लगाइरहेको जङ्गल गयो मतलब तातो हुन्छ नि त सोध्नु कोही पनि नजाने भयो अब चाहिँ म घरमै जान्छु अनि घरमै गएर बस्छु होइन अनि मतलब मुखमा घाउ आएको छैन मतलब 4-5 दिन भइसक्यो मतलब बिसे भइरहेको छ खाना खाना नि कस्तो गाह्रो हुन्छ के खानु पऱ्यो भने पनि मुखको घाउले खानै मन लाग्दैन क्या अनि यो मुखको घाउ चाहिँ के थाहा भएन अनि त्यही नै अब म कति जान्छु हेर्नु होला होइन किनभने गाउँतिर मान्छेहरू सबै कोही जङ्गल नजानिने होइन अनि त्यसपछि अब चाहिँ मतलब सफैबाट दाइहरू आउँछु भन्दै थियो भान्जाको होइन अनि त्यसपछि भान्जाले भन्दै थियो घुम्न जाने दाइहरू छ भन्दै थियो दाइहरू आओस् त घुम्न जान्छ होला सायद दाइहरू छ होइन कति जान्छ अब हेरौँ होइन अब थाहा छैन कता कता घुम्न लैजान्छु भन्दै थियो भान्जाले होइन अनि अब भान्जासँग जान्छु म चाहिँ घुम्न होइन अनि त्यही नै पोखरी रिसो पनि जाने कुरा आइरहेको थिएन अब पोखरी रिसो गर्ने पोखरी रिसो पनि भ्लग हाल्दा होइन अनि त्यही नै अब जाँदा जाँदै म त्यतिको भिडियो बनाउँछु होइन अनि त्यही हो अब चाहिँ म गएर एक काम छ मेरो घरमा थोरै अनि त्यो काम गरेर अनि भन्दै आउँछु त्यसैसम्म होइन अनि त्यसैसम्म मतलब भन्दै आएपछि जान पर्ने हुन्छ होइन अनि त्यही नै हो भन्दै आओस् अनि अहिले चाहिँ यस बबाल घाम लागिसक्यो होइन मतलब चर्काउनु चर्को यस्तो बबाल शीतल भइरहेको छ मतलब कति दिनपछि घाम देख्नु पाएको जस्तो खुसी लागेको छैन घाम मतलब कति दिनपछि देख्नु पाएको तातो भइरहेको छैन अनि अहिले ड्रेस लगाएर अनि अहिले चाहिँ एकछिनमा चाहिँ घुम्न जानुपर्ने हुन्छ त्यही अहिले ड्रेस लगाएर रेडी भएको होइन अनि त्यो चाहिँ म मात्रै कराउँछु अनि त्यसपछि चाहिँ त्यसैसँग भन्दाखेरि पनि आइसक्छ होला सायद होइन अनि त्यसपछि भन्दा यदि म आइपिआर छैन मलाई कल गर्छ होइन अनि म आउँछु फर्केँ अनि अब चाहिँ म त्यस्तो घुम्न जान्छु ड्रेस बबाल लाएर हिँडेको छैन अलिक मिलेन क्या अनि त्यही नै अब मास्तिर गएपछि देखाउन होइन अनि यो दिनेश भाइले चाहिँ मैले गाउँभरि पुरै खोजेर ल्याइसकेँ होइन अनि यो भाइसँग अब चाहिँ म जानु पऱ्यो मतलब भान्जाहरूको दाइहरू पनि आउँछु भन्दै थियो होइन आइसक्यो यतिसम्म त सायद होइन अनि अब घर गएर अनि सायद जान्छु उतापट्टि यो भाइलाई पनि लिएर होइन अनि भाइ पनि यत्रो गाउँभरि खोज्दा कहाँ गएर बसेको छैन अनि भाइ भेटी चाहिँ अब गएर जानु पऱ्यो घुम्न अनि अब जता घुम्न जान्छु त्यही देखाउँछ होइन अनि अब त्यसरी वेट गर्नु अहिले चाहिँ म भ्युटाको तल आइसकेन किनकि माथि अब त्यो दाइहरू फोटो सिधै आउनु होइन अनि म चाहिँ मुनि आएर यसो भिडियो सिडियो बनाइरहेको होइन फोटोसोटो हाने होइन यो भाइको पनि मैले फोटोसोटो हान्दैन अनि अब चाहिँ माथि साथी जान्छु होइन अब कता जाने थाहा छैन अब त्यो दाइहरू कता जाने भन्छ होइन अनि म मतलब कति दिनपछि आएको होइन माथि पहिला एकचोटि आएको थिएन अनि धेरै पछि यहाँ आएको होइन त्यो दाइहरू चाहिँ अनि त्यही भएर त्यो दाइहरू घुमाउनु जानुपर्ने हुन्छ किनकि घुमाउनु जिम्मा मेरो होइन होइन अब उसको त्यो दाइहरू गाउँ गएको त्यो दाइले मलाई घुमाउँदैन अब हाम्रो गाउँ आइसक्यो मैले घुम्नु भयो नि त अनि त्यही अब त्यो दाइलाई म घुमाउनु जान्थेन अनि यहाँ चाहिँ अब म एकछिन फोटोसोटो खिच्छु होइन अनि त्यसपछि माथि जान्छु अनि त्यो दाइहरू चाहिँ पुरै त्यही छ अनि त्यो दाइहरूसँग अब कता जान्छ हेरौँ होइन अनि अब चाहिँ यो भाइलाई एकछिन भिडियो बनाउनु पऱ्यो किनकि यो भाइ पनि बिचरा भिडियो बनाउँछ नि त होइन त्यो भाइ पनि मेरो त्यो भाइको राम्रो फोन छैन होइन त्यही मैले दिनुपर्छ त्यो भाइले फोन अनि अब भाइ फोन मेरो भइसक्यो अनि अब चाहिँ हामी मतलब अनि अब चाहिँ हामी मरि जान्छ भन्छ अब हामी चाहिँ मरि जाने अब मरि गएर यस्तो रमाइलो गर्ने त्यहाँनिर दाइहरू आउनु भएको छ होइन दाइहरूसँग अब यस्तो हल्का रमाइलो गरिदिने आउने त्यही हो अब अनि त्यही नै अब उता खतरा मतलब बगाल छ त्यस ठाउँ चाहिँ होइन मोरी घुम्न जाने हो होइन आज चिलमा गइदिने हो मोरी घुमेर मोरीमा हालिदिने हो मोरीमा नि एकलट हालिदिने हो नहुने कहाँ यस्तो जानु चिसो पानी जस्तो मैले कहिले जाने बल्दा दाइ आएको होइन हाम्रो गाउँ मतलब अघि बुझ्ने मलाई तसाएको नि बुझ्ने धेरै पछि आएको यो दाइहरू चाहिँ हाम्रो गाउँ पछि अनि त्यो रमाइलो गर्दै जाने हो मोरीमा रमाइलो गर्ने हो बसेर अनि त्यही नै अब उतै देखाउँला
अनि अहिले चाहिँ हामी मतलब मोरी खोला आइपुगिसक्यो होइन दाइहरूसँग दाइ भान्जा सब छ यहाँ चाहिँ अनि हामी चाहिँ यता घुम्छ होइन दाइहरू मतलब पहिला चाहिँ आएको यहाँ मोरी पनि होइन अनि त्यस दाइहरूलाई सबतिर घुमाउँछ हामी होइन अनि त्यसपछि हामी फेरि फर्किनु पर्ने हुन्छ अनि भान्जा हेर भन न के भन्नु चाहन्छु भन के हुनु रमाइलो भइरहेछ दाइहरूसँग नि घुम्न आएको रमाइलो भइरहेछ अनि हाम्रो दाइहरूले पनि घुम्नु जानु पऱ्यो अनि त्यहाँबाट यसो खाजा खानु पऱ्यो अनि त्यसपछि भइरहेछ अनि त्यसपछि हामी फेरि पोखरी जान्छौँ होला होइन पोखरी जान्छ होइन दाइहरूले घुमाउनु पऱ्यो दाइहरू अब घरदेखि आउनु पऱ्यो टाढादेखि दाइहरूले मजाले घुमाइ लाग्नुपर्छ त्यही नै होइन अनि दाइहरू चाहिँ हाम्रो दाइहरू पुरै खिच्दैछन् त्यही नै हो अब हामी चाहिँ मतलब यहाँ एकछिन बस्छौँ फोटोसोटो हान्छौँ अनि त्यसपछि जान्छ होइन शनिबार हो त्यो शनिबार धेरै पिकनिक आएको छ मतलब मान्छे धेरै आएको छ होइन शनिबार होइन आज धेरै आँखा काका देखेको अनि त्यही नै आउँदै गएपछि देखाउँला ल माग्नु अनि हाम्रो दाइ चाहिँ गर्दैन चाहियो होइन माग्नु न कस्तो खालको चाहियो केटी जस्तो भयो नि हुन्छ होइन फ्री फायर खेल्नु पर्यो अनि टिकटक चाहिँ अलिकति कम बनाउनु पर्यो होइन गाइज अनि फ्री फायर चाहिँ एकदम मजाले खेल्नु पर्यो कि मभन्दा प्रो भएपछि अनि मेरो गर्लफ्रेन्ड बन्दा हुन्छ है गाइज जस्तो भयो नि हुन्छ आँखा फुट्यो नि केही फरक पर्दैन आफूले पनि चल्छ त्यो फ्री फायर खेल्नु चाहिँ चाहियो मलाई आफूले छिराखेर मिल्दैन अनि त्यही नै हामी झोलुङ्गे पुल भएपछि देखाउँछौँ अनि जेस आज चाहिँ मतलब यो शनिबार हो नि त होइन अनि आज शनिबार मतलब धेरैजना पिकनिक आएको रहेछ कहाँ कहाँदेखिबाट आएको रहेछ होइन पिकनिक धेरैजना आएको रहेछ अनि जेस रमाइलो भइरहेको थियो होइन अनि मैले चाहिँ मतलब भिडियो गरेपछि अब त्यहाँको साउन्ड त हाल्न मिल्दैन नि त त्यहाँ किन हाल्न मिल्दैन भने त्यहाँ गीत बजिरहेको थियो होइन अनि त्यहाँ मलाई नमिल्ने भएर मैले त्यहाँको साउन्ड चाहिँ नहालेर मतलब आफ्नो साउन्डले घर आएर बोलिरहेको होइन अनि यहाँ चाहिँ अगाडि बुढा डान्स गरिरहेको थियो रमाइलो लागेको थियो मलाई पनि अरूको डान्स हेर्न अनि अरूमा मतलब घुमेको हेर्न त्यस्तो रमाइलो लागेको छ अनि अहिले चाहिँ हामी पुलमा पनि आइसक्यो मोरीको पुलमा होइन अनि अब यहाँ फोटो खिचेर दाइहरू होइन अनि फोटो खिचेपछि हामी माथिपट्टि जान्छु होइन केही बोल्ने है बोल्नु अब त नबोल्ने इमोसनै हो दाइ बोल्ने हो केही बोल्ने हो नबोल्ने हेलो गाइज एभ्रिवान यताउति भन न कस्तो सधैँ तिमी इङ्ग्लिस पढेको मान्छे अनि दाइहरू केही नबोल्ने अब हामी तपाईँ जान्छु एकछिन बसेर फोटोसोटो हानेर होइन अनि त्यही नै आउँदा एकछिन अनि अहिले चाहिँ हामी खासमा पनि खाइसकेन अब चाहिँ हामी जाडो भइरहेछ दाइलाई पुऱ्याउनु जानुपर्ने हुन्थ्यो प्रोहरूलाई होइन ब्रदरहरूलाई यो के अरे के भन्छ अरे चाइनिजहरू त्यो चाइनिजको त्यो रोड निर्माण गर्नु लाग्यो नि त्यसको लागि त्यो बस वर्करहरू के त्यहाँ इन्जिनियरहरू यताउता अनि अहिले चाहिँ हामी फर्किनलाई चाहिँ खास खाएर होइन दाइहरू सबलाई पुऱ्याउनु जानुपर्ने हुन्छ रोडसम्म भन्दा अनि अब हामी हिँड्दैछौँ अटोलाई पनि फोन गरिसक्यो होइन अटो यहाँ आउँछ चिसो मतलब खोला छेउमा खतरा चिसो भएर चाहिँ कम जाडो भएर अगाडि पाउँछ हेर न यस्तो बनाउनु लाग्छ जस्तो यहाँ अहिले खतरा बनाउनु लागेको छ होइन फोटोमा त खतरा टाँसेको छ यस्तोमा होइन बाबा हुन्छ यस्तो बनायो भने चाहिँ एउटा पोस्टरको टाँसेको कुनै ठाउँको या त्यस्तो अनि त्यही नै अब यो ब्रदरहरूलाई पुऱ्याउनु जानुपर्छ खतरा यस्तो कहाँ छ यहाँ त्यही हो क्या दुइटा अनि त्यही आउ त्यो देखाउँ ला अनि अहिले चाहिँ म घर पनि आइसकेँ होइन जाँदा बस्यो अनि त्यहाँ यो पछि उयो पचास बाँधेको होइन अनि अब त्यो अब दाइहरू गयो होइन मतलब दाइहरूलाई चाहिँ मैले रोडसँग प्लानिङ पर्ने हुन्थेन भन्दैन म जाँदा रोडसँग पुऱ्याउने अनि त्यही नै अब रोडमा गएर के सपिङ हान्ने भन्दै थियो होइन त्यो दाइ चाहिँ सपिङ हान्छ त्यो दाइले नै अनि त्यो दाइहरूलाई रोडमा गएर छोडेर अनि आउनु पऱ्यो भने चाहिँ किनकि त्यो दाइहरू अब जान्छन् मतलब सफाइतिर सफाइ हो कि घर चाहिँ खास गरी होइन अनि सफाइ जान्छन् त्यो दाइहरू चाहिँ हामीले चाहिँ रोडसँग लगेर छोडिदिनु पर्ने हुन्छ र त्यहाँ मोरीमा चाहिँ पुरै चिसो हावा यस्तो ठ्याक तर अब बल्दा कति महिनापछि भेटेको होइन दाइहरूलाई होइन दाइहरू पनि सम्झीहरू पनि जे भन्दा पनि उयो हो कि होइन कति दिनपछि भेटेको अनि जस रमाइलो गरियो मोज गरियो जस पार्टी सार्टी यस्तो मतलब धेरै पछि भेटेको नि त्यो खुसी लाग्यो जस गफ सफ गऱ्यो मिठो मिठो होइन अनि त्यही नै जस अब रमाइलो लाग्यो होइन अनि त्यही नै अब उता देखाउँला अनि अहिले चाहिँ हाम्रो दाइ मतलब अहिले चाहिँ यहाँ रोडमा आएर पनि छोडिसक्यो होइन अनि दाइहरू चाहिँ जानुभएको थियो लुगा सपिङ गएर होइन अब चाहिँ हामी यहाँ घर फर्किनु पर्ने हुन्छ होइन अनि आजको भ्लग यहीँसम्म हो होइन अनि आजको भ्लगमा कमेन्ट गरिदिनु होला होइन अनि थ्याङ्क्स फर वाचिङ दिस भिडियो बाई बाई अल